हेलो साथीहरु, फेरि पनि तपाईलाई वेलकम। एकदम बारीबाटै छ हैन साथीहरु। अहिले चाहिँ एकदमै बेसी घाम लागेको छ। त्यो तपाईहरुलाई याद भएको कुरा हो हैन। तपाईहरु के कसो छ? अन्त यहाँनिर म चाहिँ जाँदैछु यो खोर्सानी अस्ति रोपेको थिएँ। घामले गर्दाखेरि यो घामले गर्दा चाहिँ मर्ने रहेछ भनेर चाहिँ पानी जोडिदिनु पर्यो हैन। पानी जोड्नुको लागि चाहिँ मैले चाहिँ यहाँनिर अस्ति माथि रमभेडा रोपेकोमा चाहिँ यो स्प्रिङ्कलर त्यहाँनिर कनेक्ट गरेको थिएँ। अन्त अब चाहिँ यहाँ तल गर्नुपर्ने भयो खोर्सानीमा। घाम हेर्नुहोस् न गाइसी, डर लाग्दो लागिरहेछ घाम चाहिँ। अनि यता चाहिँ अस्ति अलिक पुगेको थिएन स्प्रिङ्कलरको लागि हैन। यता अलिअलि लाउनु त लगाएको थिएँ मैले। अनि खोर्सानी त सर्नु चाहिँ मैले चाहिँ ट्रेडिसनल वेमै कतिजना मल्चिङ गरेको छ हैन। मैले चाहिँ मल्चिङ नगरी गरेको। सर्नु त सर्दैछ मजाले, राम्रो आउँदैछ आउनु चाहिँ हैन। कसै चाहिँ मर्दैछ यो खोर्सानी, त्यो मरेको म तपाईहरुलाई देखाउँछु के कस्तो खालको प्रकारले मर्दैछ भनेर। अनि योपल्ट स्टिकहरु त देख्नु हुँदैछ, यो चाहिँ अस्ति नै मैले कनेक्ट गरेको थिएँ नि त हैन। अनि त्यसमा चाहिँ उयो छ है, यसमा अस्ति जोडिसकेको छु। अब चाहिँ मैले चाहिँ जोड्नु पर्ने छ यो रिमेनिङ रहेकोमा चाहिँ अब जोड्छु। एकदमै गरम एकदमै गरम। यो चाहिँ स्प्रिङ्कलरको स्टिक हो फलामको हैन। अन्त त्यसले यहाँसम्म भेट्छ होला, 4टा जस्तो चाहिँ एड गरिदिनु पर्यो। एकदमै गरम भयो, यो मर्ने रहेछ किन निकै दिन भयो पानी नपरेको कि साथी हो। अन्त यो फेरि तातेपछि चाहिँ यस्तो बेन्ड भइहाल्छ गाइस, बेन्ड भइहाल्छ कि यो तातेपछि चाहिँ। अनि तपाईहरुलाई म यहाँ देखाउँदैछु एकदम यहाँदेखि यहाँसम्म एउटा भयो। अन्त यता चाहिँ अलिक छेड पार्नु पर्ने छ, अस्ति चाहिँ छेड थिएन नि त कतिवटामा। एउटालाई यहाँतिर लगाइदिनु पर्यो कनेक्सन, किन अलिक हाइटमा गऱ्यो भने त कभर भइहाल्छ नि त गाइस हैन। अन्त यसरी टक्कै गाडेर लगाउनु पर्छ। यो चाहिँ अस्ति निकाल्दैछु, यस्तो बेन्ड भइरहेको छ गाइस, देख्न सक्नुहुँदैछ नि हैन। यो बेन्ड भइरहेको छ, यसलाई नि सिधा बनाएर लाउँदा भइहाल्छ। यसलाई चाहिँ यतै होस् यो। अनि यो स्प्रिङ्कलरको यो पाइप, यो चाहिँ मेन चाहिँ स्प्रिङ्कलर चाहिँ यो हो हैन। अनि यो पाइप चाहिँ यो चाहिँ छेडेर सट हाल्नु पर्ने छ, त्यो पनि तपाईलाई देखाउँछु। अनि खोर्सानीमा चाहिँ गाइस अहिले एउटा यो के खालको यिनीहरूको डिजिज भन्नु कि के को इन्फेक्सन भन्नु कि हैन, त्यो फेदमा सुक्दैछ। फेदमा सुक्ने खालको क्या गाइस। फेदमा भन्दा पनि त्यो जरा चाहिँ ठिकै छ, जरा गाडिएकै हुन्छ हैन। अनि त्यो जरादेखि अलिकति माथि चाहिँ सुक्दैछ तिनीहरूको नि, त्यो सुकेर चाहिँ मर्दैछ हो। अन्त त्यो चाहिँ के हो, त्यसको लागि चाहिँ केटाहरूले भन्दाखेरि चाहिँ त्यो एउटा स्युडोमोनास भन्ने ब्याक्टेरियाहरू चाहिँ के को इन्फेक्सन भन्दै थियो, बिर्सिहालेँ मैले। केटाहरूले भन्दै थियो त्यो इन्फेक्सनले गर्दाखेरि हो भन्दै थियो। त्यसको लागि चाहिँ एउटा स्युडोमोनास भन्ने ब्याक्टेरियामा चाहिँ रोप्नुभन्दा अगाडि डिप गरेर चाहिँ गर्नु पर्दो रहेछ। अनि त्यो चाहिँ अब यो थप्दाखेरि चाहिँ त्यसो गर्नु पर्यो भनेर भन्दैछु, सोचिरहेको छु। अब यसलाई फेदमा राख्नु पर्यो है गाइस। यो चाहिँ पाइप हो, यसलाई चाहिँ यहाँनिर टक्कै गर्नु चाहिँ खासमा पानी नहुने ठाउँमा चाहिँ ड्रिप इरिगेसन राम्रो हो खासमा। यस्तोहरूको लागि चाहिँ अलिकति कस्टली चाहिँ पर्छ होला, तर ड्रिप इरिगेसन राम्रो हुन्थ्यो पानी कम्ती भएको ठाउँमा। हाम्रोमा त अहिलेसम्म चाहिँ पानी छ, राम्रै छ, ट्याङ्कमा स्टोर गरेर पनि राखिएको छ। त्यसले गर्दाखेरि चाहिँ म चाहिँ यो स्प्रिङ्कलरै लगाइदिन्छु गटटङ हो भन्नु पऱ्यो। अब यो पाइप चाहिँ खासमा छेड्नुपर्छ कि छेड्ने छैन। अन्त यही काँटा नि पुट्टे काँटा, यसको फेद चाहिँ अलिक चुच्चो छ। अन्त यसलाई छेडेर चाहिँ म लाउँदैछु त साथी। यसलाई टक्कै यसरी छेड्यो, तर्सायो नि घाँटी यहाँ पाइपमा भएको पानी। अन्त यसरी पुसार्नुपर्छ यो। अलिक सानो भएछ, अलिक सानो भएछ नि त ठुलो। ए बाफ्रे कस्तो नछिरेको।
अहिले पानी जोडेपछि तपाईँलाई म देखाउँछु त। अन्त यसलाई चाहिँ यो स्ट्यान्डमा यसरी यो ठ्याक्कै राखेँ। यो स्प्रिङ्कलर चाहिँ उयसले दिएको हामीलाई, केले दिएको, हर्टिकल्चरबाट होला मेबी। यो चाहिँ नयाँ पाइप थियो, अब छेड्नै पऱ्यो नि त। यो यसको लागि फिक्सै राखिदिँदा पनि हुन्छ त्यसो हो भने चाहिँ। अन्त यसलाई यसरी छेड्यो, दुलो ठुलो छैन रहेछ। यो अस्तिको पानीहरू है गाइस, मैले माथिबाट जोडेको छुइनँ, पानी यो पाइपमा अल्झेर बसेको। यो खालको घामले त अन्त मार्ने रहेछ नि हौ बिरुवा त। र साथी हो, मैले चाहिँ यो जुन चाहिँ पाइप छ, यो पाइप ल्याएको छु। यसमा चाहिँ मेन उयो छ होइन, यसमा ठेडी लगाएर पानी पो आएको छैन क्या हौ। जोडिदियो भने त जोडेको छैन। बहिनी, ओइ बहिनी, पानी जोड्न हौ। पानी जोडिदिएको छैन यहाँ, तपाईँहरूलाई देखाउँ भनेको त। ट्याङ्कको पानी लगाउने नि त, त्यो ट्याङ्कमा स्टोर गरिरहेको छु होइन। 2टा ट्याङ्की छ ठुल्ठुलो घरमा। एउटा चाहिँ रिसेन्टली कन्स्ट्रक्ट गरेको, एउटा चाहिँ पुरानो छ। अनि त्यही चाहिँ अब यहाँनिर लाउनु पर्ने हुन्छ। घाम कस्तो छ है गाइस, आम्मामामामा हेर्नुहोस् न खिच। अन्त यो पाइप चाहिँ मैले यहाँ तल कुखुरा खोरको लागि तानेको थिएँ। अन्त यसलाई नै मैले चाहिँ डाइभर्ट गरेको नि त, किनभने त्यहाँ अहिले काम छैन। अनि मेरो यहाँबाटको कनेक्सन चाहिँ यहाँ ठक्कै जोडेपछि चाहिँ बट्ट चलिहाल्छ तल स्प्रिङ्कलर। यो सकेट लगाएको छु होइन, मजाले बनाएर। अब आयो पानी बेसी। यो खालको पानी चाहिँ अब बटङटङ डालेपछि त अन्त के फेरि त होइन गाइस। स्प्रिङ्कलर त अब सानी चाहिँ बचाउनु पर्नेछ नि त, मेहनत गरेर रोपेको अन्त। अब चेक गर्दै जानुपर्छ, कोही रोटेट हुन्छ कोही हुँदैन कि ब्लक भएर। यसमा चाहिँ फोर्स पानी चाहिन्छ, मान्छे घरको आउँछ नि फोर्स पानी कि। अन्त चालु भयो, त्यो घुमेन एउटा, अरू त घुम्दैछ गाइस, देख्दैछ होला तपाईँहरूले होइन। यहाँ चाहिँ आएन हो, यो चाहिँ के भयो, ब्लक भएछ यो चाहिँ ब्लक छ कि। अच्छा यो चाहिँ ब्लक भएछ, ब्लक गाइस। के कोसिस छ नि त यो यसो गर्नुपर्छ। भयो यो टेस्ट। यसरी हामीलाई चाहिँ क्लप्पै जोडेपछि यो चालु भइहाल्छ त। यस्तरी पानी यस्तो आउँछ फोर्सफुली, अत्तेरी कस्तो नछिरेको भन। के हो है, डग्दियो धेरै होला त भयो हो। यहाँ तलसम्म पुगिन क्या हो, ए पुग्दो रहेछ। यो पनि चल्दैछ गाइस होइन, अन्त यहाँ पनि चल्दैछ है मजाले स्प्रिङ्कलर भिज्यो। यहाँ एउटा चलेको छैन, यो चाहिँ चलेको छैन रहेछ। अब यसको पनि ट्रिटमेन्ट त्यही हो, खोलिवरी यो यसमा ब्लक हुन्छ नि मैलाहरू पसेर कि खासमा चाहिँ, त्यसले गर्दाखेरि हो नि यसमा ब्लक हुन्छ कि गाइस। र साथीहरू अहिले चाहिँ यहाँनिर मैले यो स्प्रिङ्कलरलाई सेट गरिसकेँ होइन। अनि अघि चाहिँ मैले क्यामेरा गोजीमा हाल्नु पऱ्यो, घाम हेर्नुहोस् न साथी हो। अनि सबै नै चल्दैछ, यहाँ मुनि एउटा छ हो, तपाईँले देख्नुहुँदैछ होइन, त्यहाँ भयो।
यो यी 2टा 3टा 4टा 5टा 6 7 8 9वटा चाहिँ मैले लगाइदिएको छु एउटै घरमा। अनि यो यसको के भन्छ मरेको हुन्छ नि, यो मरेको चाहिँ म तपाईँहरूलाई देखाउँदैछु त। ओके, यहाँनिर यो राम्रो बोट छ हेर्नुहोस्, यो चाहिँ मरिरहेको छ होइन। यो मरेकोमा चाहिँ के हुन्छ भने फेदमा चाहिँ यस्तो हुन्छ हेर्नुहोस् ल, अलिक छल्ले यसो अब यसलाई त यो काम लाग्दैन नि, गइगयो यस्तो हुन्छ हो। यो बिचमा चाहिँ खाइदिएको हुन्छ, यो सुकेपछि त मरेको नि त गाइस, हेर्नु न। यो चाहिँ केले गर्दाखेरि हो हुनु चाहिँ अब यसलाई चाहिँ स्युडोमोनासले ट्रिट गर्नु भन्दै थियो मलाई समीरले चाहिँ, उसले चाहिँ याद छ नि त। किन भन्दाखेरि अब मर्नु त पहिला पनि मर्थ्यो, तर अब यसको के न मर्थ्यो के गर्थ्यो हामीलाई याद थिएन नि त। अन्त अहिले भन्दाखेरि चाहिँ उसले भन्दाखेरि चाहिँ अब अलिअलि बुझियो, अन्त यस्तो यस्तो गर्नुपर्छ अरे भनेर। यो चाहिँ किन भन्दा बेसी स्प्रिङ्कलर भयो, बेसी फोर्स भएन क्या यसमा चाहिँ, स्प्रिङ्कलर ज्यादा भयो फोर्स कम्ती भयो, त्यही कारणले गर्दाखेरि चाहिँ यो आरामले घुम्दैछ। अलिक यता तल कभर भएको छैन, कतिवटा यहाँसम्म कभर भएको छ, यहाँ भएको छैन। यहाँ मरेको हेर्नुहोस् न, यहाँ मरेको, यहाँ मरेको छ थुप्रो, यहाँ छैन। यो पटहोल होइन, मल पनि काफिहालेको थिएँ, अब त्यो के भएर हो होइन यस्तो हुँदैछ। अनि मैले खोर्सानीमा यो स्प्रिङ्कलर लगाइदिएको छु त, पिचकारी पनि भन्छ यसलाई चाहिँ, सिम्पल लोकल ल्याङ्ग्वेजमा चाहिँ पिचकारी। अन्त पिचकारी जोड्ने तरिका पनि देखिहाल्नु भयो तपाईँले, अरू केही जुगाड गर्नु पर्दैन। यस्तो यो बेड फुटिरहेको थियो त्यसले नै गरिहाल्यो, भइहाल्छ होइन। अन्त यो चाहिँ सरहरू सबैमा यो चाहिँ मजाले हुँदैछ होइन। अनि यसमा लगाइदिएको अरू रोप्ने छ अझै, त्यही हो, अरू पनि कामको कारणले गर्दाखेरि यस्तो भएको। अब यसलाई चाहिँ म अझै यसलाई डाइरेक्ट पानी लगाउँछु माथि गएर, त्यहाँदेखि चाहिँ यसको फोर्स आउँछ त गाइस।